हावडाको ब्रिजमा सुङसुङ लाग्दैछ हाम्रो बमकाजी भाइ पछाडि यतापट्टि हामी अगाडि सरर गइरहेछौँ है हाम्रो गइरहेछ यतापट्टि हेर्नुहोस् नजारा कस्तो छ जिन्दगानीमा यो हेर्नुहोस् यो तरिकामा हेर्नुहोस् बमकाजी भाइ हाम्रो हेर्नुहोस् त नपत्यायो यो हो नि त जिन्दगानीमा गाह्रो छ अब यस्तो सर भिडियो उठाउनु पर्यो हामीलाई भ्यूहरू कस्तो छ तपाईँहरूलाई मजा लागिरहेछ जहिले पनि सीमा चिकनले कस्तो कस्तो भिडियो लिएर आउँछ आज हेर्नुहोस् त कस्तो छ बवाल छ भिडियो ए तेरिका हेर्नुहोस् न कहिले काहीँ फ्रीमा आउँदा पनि यस्तो ठाउँमा आउन पाइन्छ है जिन्दगीमा 1 रुपियाँ खर्च नगरे पनि यस्तो ठाउँमा आउन पाइन्छ हेर्नुहोस् यस्तै सुन्दर रमणीय ठाउँ छ नि के गर्नु यस्तै ठाउँ छ यो ठाउँको नाम के हो भनेर भन्नुहुन्छ भने तपाईँलाई म लोकेसन देखाइदिनेछु तपाईँहरू आउनु सक्नुहुन्छ हाम्रो मलेसियाको मलाका यो ठाउँमा ठ्याक्क आएर तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ जङ्गल कहाँ घुम्ने कहाँ नघुम्ने भन्ने कुरा सबै यहाँ कुरा दिएको छ तपाईँहरू आउनु सक्नुहुन्छ डाँडामा बसेर तपस्या पनि गर्न सक्नुहुन्छ यो डाँडामा यहाँनिर टट्टसँगले ल हेर्नुहोस् तपाईँलाई दिशा पिसा भए पनि फेर सक्नुहुन्छ यो कुरो त बिल्कुल नगरौँ अलि घुमेर बस्दा हुन्छ चट्ट हेर्नुहोस् त ल यस्तो घाम छ ऊ हाम्रो बमकाजी भन्ने उतापट्टि गीत लाएको लागि गरेछ कपिराइट निकाल्नै पर्यो मलाई होला त्यही भएर त ऊ एउटाले फेरि उतापट्टि गाना लगाएको लाई छ सीमा चिकनले बन्द गर्न भन्दा पनि सुन्दैन है खोजीले यो कता ऊ हल्ला गर्दैछ ल हेर्नुहोस् सीमा टोकनले ब्लुत गर्ने ठाउँ हो यस्तो ठाउँमा ट्याक्क चाहिँ नि तपस्या गर्नलाई जुन केरी कराएको सुन्नु हुँदैछ च्याङ गरेर कराउँदैछ ल हेर्नुहोस् यहाँ यस्तो छ नजरा भाइ यहाँ हेर्दा यस्तो दामी आउँदैछ कि बा हेर ल हेर्नुहोस् त यहाँ यस्तो भिडियो कस्तो छ बवाल छ होइन यस्तो खालको ठाउँमा त यहाँ यस्तो राख्नु भने त नि यहाँ त यसो के गर्नु अब एक्लै छौँ जामा लाउने यस्ता बोकाहरूसँग आइएको छ यसो केटीहरूसँग भए पो सजिलो हुन्थ्यो त हो त्यहीमा छैन नि हो एक्लै गएको लन्ठङ हलिँदै आउनु पऱ्यो फेरि यस्तो ठाउँमा हेर्नु त यस्तो सही नजरा भएको ठाउँमा त हामीले यस्ता बोकाहरूसँग आइएको छ अनि कहाँबाट हुन्छ जिन्दगी चल्छ यो तरिका यस्ता यस्ता बोकाहरूसँग आएको अनि कहीँ हुन्छ यो ल ल ल ल ल ओ स्याङ्बा कालो दाल सेतो दाल म गीत गाएको छु नि नाच तिमीहरू कालो दाल सेतो दाल हुन्छ न कालो दाल सेतो दाल होइन कस्तो कुरा हुन्छ केटाहरू यार गीत त गाउँदैन यहाँ मा सुनसान छ हेर्नुहोस् यहाँनिर यस्तो तरिकाले केटाहरू घुमिरहेको छ यता माथि पनि छ तपस्या गर्ने ठाउँ यताबाट मान्छे आउँदैछन् यो ठाउँमा यो ठाउँको नजरा कस्तो छ तपाईँहरूलाई कस्तो लाग्यो 2 बजे भन्थ्यो 2 त बज्न आँटेको छ त 2 त्यहाँ जानु चाहिँ त्यहाँ जाने भयो चाहिँ 2 बजी एकपल्ट जान मिल्छ त्यहाँ पानी बढ्छ त्यहाँदेखि फेरि घर छ फेरि 6 बजी मात्र हुन्छ पाइन्छ या चिसोहरू सबै पाउँछ चिसोहरू पाउँछ नि त किन आएको है यिनीहरू त्यतिकै टुर गराउँदो रहेछ यार वरिपरि आइल्यान्ड आइल्यान्ड छ त उता पर पनि आइल्यान्ड छ ऊ पल्लो छेउमा पनि आइल्यान्ड छ काभ्रेको सम्धिमा हान्नुपर्छ होला हो लग डान्स काभ्रेको सम्धि के छ विचार खैले हानेर आफू हान त चाहिँ काभ्रेको सम्धि के अरे यो साधु पार्टी ल्यायो हेर्नुहोस् साथीहरू तपाईँहरू चिन्नुहुन्छ हिजोको जोगी यही हो जोगी हो नि त हिजो त कहाँ त्यो माइक बजाएर खतरा गरिरहेछ केटाले सबै ठाउँहरू हो लाइटको ठाउँहरू सबै ठाउँ यस्तोमा बस्नु लाग्छ हेर्नुहोस् त यहाँ आकाशको यतापट्टि सबै कार्यक्रम चलिरहेछ पत्ता उडाउने काम गरिरहेछ यतापट्टि केटाहरूको आफ्नै पारामा केटाहरू घुमिरहेछ
अरे छुट्टे रहे मुझे रे नगर हो ऐसा जगह रहा बोलो बम टिकी टिकी बम बम साधुहरू आयो उतापट्टि ल साधुहरू ओर्लिँदैछ न त्यहाँनिर ल भाइ चट्ट बस अब यहाँ आगो बाल्ने ठाउँ आगो पनि रहेछ त्यहाँ पानी त यहाँसम्म आउँछ बेलुकासम्म सुक्दो रहेछ नि राति परेपछि यता पनि आउँछ माथि तबाट बोट आउँदैछ त्यही छ केटाहरू जस पल्टी पल्टी गर्दैछन् त्यहाँ केटाहरू ल यहाँबाट यस्तो जाने हो यता वरिपरि पुरै समुद्र समुद्र छ गुड बुनेर के त्यसले गुड बनाउनु खोजेको बिहे गरेर के अहिले यिनीहरू त के हो यिनीहरू त यहाँका भाषा बोल्दा नि त पुरा इङ्ग्लिसै बोलिरहन्छ त यहाँको होइन नि त यिनीहरू होइन होइन ओहो मैले सोचेँ यिनीहरू यहाँको होला बवाल बवाल ठाउँ छ यो ठाउँ यहाँ रहेछ यिनीहरूको पढ्ने ठाउँ त्यही भएर यिनीहरू यता हिँडेको मान्छेहरू धर्मगुरु यहाँ रहेछ यिनीहरूको त्यही भएर यिनीहरू यहाँ हिँडेको हामी चाहिँ यसको पछि पछि होइन हामी उता हिँडेको उनीहरू मन्दिरभित्र छिरे हामी यता जान्छौँ हामी भनेको लखर लखर मैला हो जिन्दगीमा केही छैन मैलानु भनेर चाहिँ तपाईँहरूलाई नरिवलको बोट देखाउँदैछु यसरी जिन्दगी गोरटामा कसले तँलाई पानी पस भनेको थियो यस्तै हुन्छ जिन्दगी भाइ बोका बाटो हो भने उरुक चढ्छ भन्दै बाइक बन्द छ कता अझै भित्र सट्टै आइल्यान्डमा चाहिँ बाइकमा हिँड्नु बाइक दोकानै बन्द भाडामा लिनु पर्यो भनेको अब यो कागले पो यहाँ गिजाउनु थालिसक्यो यार अब हिँडेरै घुम्ने होला जङ्गल जङ्गल भए पनि हिँड्नु त पर्यो नि के बाइक सोध त गएर सोध एकचोटि एक राउन्ड हानिदिउ जाँदा ऊ साइकल बाइक भित्र छ त सबै भित्र थन्किएको छ त्यही त थन्किएको होइन होला दिन्छ होला सोध न के अरे दुईजनाको दुईजनाको रहेछ भित्रले यत्रो पानी बसेर खाएको पानी बोका यार
बसेर चाहिँ पानी पिउन के भयो आउँछ त त्यो? पानी किन बोकाको त्यो बाइक दिँदैन अरे साइकल छोपेर आयो त साथीहरू यस्तो ठाउँमा आएर तपाईँहरू टट्ट चाहिँ नि भ्लग बनाउनु रिल्स बनाउनु हेर्नुहोस् यहाँनिर जस्तो बनाउ त्यस्तो छ यहाँ बसेर चुमाचाटी गर्ने अर्कै मजा आउँछ तर के गर्नु हामी त सबै बोका मात्रै आएको छौँ जिन्दगीमा उयो घरमा त त्यही हो नि हनीमुन मना कि कसो बमकाजी भाइ त्यति जान्दिनँ यो बारेमा होइन तिमीलाई झन् थाहा छ र तिमी त काण्ड गरेर आएको र त नेपाल भाइ काण्ड चाहिँ होइन के चाहिँ हो खोइ त्यसै भन्दै सुन्दैछु काण्ड गरेर आएको अरे भन्दैछ काजी होइन होइन म गुड बोय हो खै केटाहरू त यहाँ काण्ड गरेर आएको है यो भाइले चाहिँ भन्थ्यो है केटाहरूले अस्ति चाहिँ अनि म त के काण्ड गरेर आएछ भने समझ छ नि त यस्तो भिडियो बनाउने ल स्लो मोसनको के देखाइदियो भन्दैछ आउनु त ल के देखाइदिनु पर्यो खोलेर देखाइदिएन जाँठालाई ए देखाइदिए पहिले देखाइदिएन सिमल तरुल नहुने नेपाली साह्रो मन पराउँछ सिमल तरुल सागरले कैसा लगा मेरो मजाक ल ल ल ल ल हेर्नुहोस् त त्यहाँनिर केटाहरूले के गरेको टाउकोदेखि शिरदेखि पुच्छरदेखि सबै भिडियो निकालेको ल हेर्नुहोस् यो तरिक ठुलो हुन्छ नि हो जमानामा यही ढुङ्गामा चढेर केटाहरूले के गर्थे अहिले पो छोडे त टेरीको ढुङ्गामा पल्लो छेउमा पनि रहेछ त्यो मात्र नभएर पल्लो छेउमा बोट पार्किङ गरिरहेको सिमाना हो क्या भाइहरू पर बोट पार्किङ गरेको पल्लो छेउमा हेर न उहाँ पल्लो छेउमा छैन बोट पार्किङ अहिले त त्यहाँ पनि रहेछ तर त्यसमा चाहिँ एलाउड छैन कि हामीलाई जानलाई ढुङ्गामा जाँदैछौँ यो माथिपट्टिको ढुङ्गामा ठ्याक्क जुत्ता खोलेर टक्क माथि जान्छौँ अब एक कटाएर जाँदैछ माथि टक्क यो माथि जाने हो यो ढुङ्गा छैन यो ढुङ्गामा टक्क जाने यो माथि यतापट्टि सकिँदैन यतापट्टि चाहिँ अलिक पानी कम्ती रहेछ कहाँ माथि चढेको गडाहरू ल गडा यहाँ 1 रुपियाँ सधैँ यहाँनिर यो टिप त त्यहाँनिर अहिले न पैसा यसरी फल्दो रहेछ चिप्लेलाई सिक्ने भाग केटाहरू पुरै यहाँ त माथि पुगेर आइसक्यो त केटाहरू यहाँ पुगेर जाँदैछ त्यही पर कहाँबाट गयो यो केटा यता डुबा बोला नि त फेरि ल हेर्नु साथीहरू काम पाउँदैन चिकनहरूले काठ हान्ने के हान्ने त्यस्तै गर्छ यहाँनिर यिनीहरूले पुरै खेल्दैछ यतापट्टि यिनीहरूले खेलिरहे यहाँनिर जान सकिन्छ रे भाइ त्यो बँदेल के आउँछ आउँछ नि अहिले बसन्त भाइ तिमीलाई मिर्गा भेट्छौ बँदेल भेट्छौ सबै भेट्छौ अहिले यहाँ त्यसले चाहिँ कति पाउडर लाग्यो सबै मैले त्यो मेकअप गरेको सबै पखाल्ले छ अघि त्यो पौडी खेल्दा त्यसको फुस्रे फुस्रे बाख्रा छैन हो भाइ यो मिर्गा त होइन हो
सबै पाउँछ यहाँ। मेरिका हेर्नेको है साथीहरू, हेर्नुहोस् यहाँ तपाईँहरूलाई यो आइल्यान्ड घुमाउँदैछु म तपाईँहरूलाई। यो आज आइल्यान्ड तपाईँहरूलाई हेर्नुहोस्। अब यो आइल्यान्ड भन्ने कुरा हेर्नुहोस् न, यहाँ ढुङ्गा यस्तो यस्तो ढुङ्गा छ, सिममा हेर्नुहोस् ल ढुङ्गा। ऊ जाल पनि रहेछ लो, माछा ए साइली भरेलाई चिकन माछी मारन। हेर्नुहोस् साथीहरू, यहाँ टुङटुङ पारेर ढुङ्गा छ। अरे दर्पण छ, टिकटकबाट बनाइदिनु हौ जाठोलाई, बनाइदिनु मन थियो नि, के गर्नु जाठो। अब सबै मोबाइलमा हात याद छ। ऊ केटाहरू चढेछन् माथि ढुङ्गामाथि, सिममा चिकनहरू के गर्छन् कता कता। बादल छरी भन्छ एउटा, ऊ पल्लो छेउमा गएर एउटा यतापट्टि प्यान तान्दैछ, पट्टो खुस्क्यो केटाको। ऊ त्यो पनि मान्छे कि के हो जाठो? ऊ त्यो उभिए जस्तो देखिन्छ त। बादल जस्तै उडी गयो मन भने एउटा गाना बजा त भाइ, म नाच्छु। आज त हामी राजा हो नि, भोलिदेखि पो चिक्ने कुल्ली त नि, आज त राजा हो भाइ। बसन्त भाइ मलाई खेलेको यो ढुङ्गा काट्छु म, यतापट्टि आऊ त। पोलो चिउरो चाहिँ खाएँ अब त तल जाउँ, तल तल हो त्यता जाऊ है। ठेल्नु नि पर्छ झोरझोरे टेक्ने होइन हौ म, यो चस्मा जस्तो गर न। ओहो यार, म चाहिँ संसारकै सबैभन्दा अग्लो ढुङ्गामा चढियो त हो जिन्दगानी। केटाहरू तलबाट नखिच है, सिमल तरुल देखिएला नि जाठोहरू। तलबाट भिडियो खिच्यो भने फेरि सिमल तरुल केटा हो सिधै यत्रो यत्रो ढुङ्गामा चढिएको छ, माथि माथि टपमा हो। आमा केटाहरूसँग त यो हो नि त लाइन। हैट अब हो जाठो, हैट जिन्दगानीमा यस्तो यस्तो। हैट अब आफू चढिएको छ, केटाहरू निकाल्छन् भिडियो आफ्नो, के गर्नु। आफू माथिबाट चढेछ, केमा चढ्यो नि जाठो, ढुङ्गामा चढ्यो कि बिल्डिङमा चढियो। त्यही पनि म तपाईँहरूलाई देखाउने कोसिस गर्छु, म ढुङ्गामै चढेको छु। हेर्नुहोस् है साथीहरू, सिमल तरुल देखेला फेरि उठ्नु पर्यो। त्यहाँ हातपट्टु छ, त्यहाँ माथि पेन्टी दुलो परेको जिन्दगी नदेखिने रहेछ। त्यसो गर्दा ठिकै छ है केटा, ठिकै छ। चढ्न त चढियो, झर्ने अग्लोबाट हेर्नुहोस् त, यहाँ तल केटारी यति तल छ केटारी हेर्नु त। अनि म यहाँ माथि चढेको छु यति टपमा। अब यहाँबाट फेरि भ्यागुता पछाडि यस्तो भ्याक्क पछाडियो भने त ल केटाहरू त्यहाँ छ, चढिरहेको छन्, यता म खिचिरहेको छु। जिन्दगीमा आज त के हो नि हो, हटेरिका हो भाइ। है सागरे, तँ मेरो प्यान्सी भएर धोएर दिनु नि जाठा, तँ मेरो प्यान्सी धोएर दिनु नि। केटाहरू राजा साह्रो घुम्न जाने रहर गर केटाएर, त्यही भएर यसै घुमान ल्याइदिएको जाठा। ल टाइटानिक स्टारमा हान्थ्यो त केटाहरू त, के हो यस्तो ला उडाउँछ कि क्या जहाजले। हटेरिका माथि पनि ढुङ्गा। हेर्नुहोस् साथीहरू, जिन्दगीमा त्यस्तै हो, अलिक महँगो मोबाइलमा क्लियर आउँदैन। ढुङ्गाले गर्दा अहिले ब्राइटनेस बढा न, यसको त 200 हुन्छ त ब्राइटनेस पनि त। ल है साथीहरू, यहाँ साथीहरूको पोज ल हेर्नुहोस् त, गङ्गटा कत्रो। ल हेर्नुहोस्, भोलिदेखि त जाँठो बेल्चा हान्नुपर्छ। आज त घुम्ने हो तिमीहरू, भोलिदेखि त सक्यो फेरि तिमीहरूको जिन्दगी। ल भाइहरू, भाइ 4तिर कल गरेर सक्यो। ल फेरि यत्रो ढुङ्गाहरू, अग्लो ढुङ्गामा पनि ढुङ्गा चाहिँ ढुङ्गा त खत्रै रहेछ नि हौ जाँठी। हटेरिका एउटाले मलाई खिच भन्छ, अर्कोले मलाई खिच भन्छ। केटाहरूको पारै छुट्टै छ भाइ। हेलो भाइ, के भयो निराश भएर बस्नु त? अब चाहिँ थकै जस्तो हुँदैछ, एकछिन चाहिँ बस्नुपर्छ। हो र।
फाल्न सकिन्छ कि आम फालेरै मरौ कि यो हो नि त लाइन। अब नेटवर्क छैन। ए हुर्रा हुत्ती बन्डाडेको गुला भन्ने गाना हो क्या? है साथीहरूले हुर्रा हुत्ती गर्न आँटो है। हुर्रा हुत्ती बन्डाडेको पुच्छर हेर्नुहोस् है साथीहरू। केटाहरूको पोस हेर्नु पोस स्वाटहरूको पोस हेर्नुहोस् त त्यहाँ कस्तो छ आइल्यान्डको पोस केटाहरूको। अलिक छेउमै लानु पर्यो। घरमा जाँदा तरुनी माइत बुढीमा भन्ने हो क्या। मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक। उता झर्लास् नि फेरि खुलित्तै फेरि जाँठे। ल भिडियो बनाउँछ एउटा ल गीत गाएर गाउँ नाच्न हाम फालेर मरौँ कि घरमा जाने अनि पछि मिलाउने क्या। घर जाँदा तरुनी बन जाँदा तरुनी घरमा आफ्नो बुढी भन्ने। ल है घरमा सानीमा भनेको यही हो साथीहरूको। त्यस्तै हो हाँसी मजाक गरिरहन्छ यतापट्टि पानी गलिरहन्छ हाम्रो जिन्दगी चलिरहन्छ। ल हेर्नुहोस् है साथीहरू आज त पुरा दिएको छ आज त अगाडि बढिएको छ हामी। हुनुहुन्छ हाम्रो अर्को यता हिरो यत्रो अग्लो ठाउँमा चढिएको छ। ल हेर्नुहोस् भाइ भरे जानुपर्छ रुममा। भाइ भरे रुममा जानुपर्छ है भाइ। फेरि त्यसका बाजेको यता जङ्गलको घारीमा जाँदैछ है ल हामी चाहिँ ल हेर्नुहोस् हिमाल तरुल भनेको जस्तो खड्काजीको भाषामा पाहाडमा हिँडिरहेको दुईजनाको एउटै छ। यताबाट यता गर्ने यताबाट यताबाट गर्ने होइन एउटा यो मेमोरीको लागि खड्काजी र मेरो मेमोरीको लागि मात्रै हो यो भनेको। कपडा धोएर सुकाएको छ यहाँ बस्छ नि यहाँ सुत्छ एकजना बुढो। एकजना बुढो सुत्छ यहाँनिर है। यहीँ कहाँ छ त्यो बुढो यतै बस्छ यहाँनिर यहीँ बस्छ त्यो बुढो एकजना बुढो हो। यहाँ नुहाएको यतै कता छ त्यो बुढो कुवा हो। ल हेर्नुहोस् है साथीहरू मलेसियामा कुवा पनि छ। मलेसियाको कुवा हेर्नुहोस् चट्टसँगले यो तल पानी छ चट्ट निकाल्ने अनि नहुने यहाँनिर छ बाल्टी राखिदिएको छ होइन। चट्ट नुहाउनु पनि सक्नुहुन्छ तपाईँहरूलाई गर्मी भयो भने। यहाँनिर भनेको त्यस्तो शीतल ठाउँ छ। बाइक आयो खरल पारेर घारी नै घारी जाँदैछौँ। जङ्गलमा कराइरहेको छ जुन केरी करा पारेर हेर्नुहोस्। आँपको बोट पनि रहेछ माथि आँप हो नि मुला। के रे भाइ कहाँ चढ्ने अरे? अघि चढ्यो त अब कति चढ्नु हो ढुङ्गामा? ढुङ्गा त यहाँ त हेभी पो रहेछ झन्। कहाँ मिर्गै हो नि बँदर पनि छ नि बँदर। यहाँ हेर्नुहोस् है साथीहरू यहाँ अङ्गेरी पनि छ पुरै जङ्गलै अङ्गेरीले भरेको छ। उतापट्टि पनि एउटा घर रहेछ टेन्ट रहेछ कसको हो हाम्रोतिर त्यसलाई अङ्गेरी भन्छ। तिमी बसन्त भाइ अमला पानी अमला नखाऊ अमला निक्लेला अमला ऊ रहेछ त उ त्यो पानी अमला हो त्यो हैन हो त्यो गेडा त गेडा हो तर के गेडा थाहा भएन खै छ निक्लिन्छ त्यस्तोमा।
त्यसमा त हुन्छ त फलेकै छैन रहेछ पानी अमला हो कि होइन यो गेडाको अमला हुन्छ के को ए यो त अम्मक रहेछ क्या यो के होइन हो हो यो अमला समला होइन उनी सुनु उचालतिर गुन्यो भने चाहिँ त्यही उन्यु भनेको त्यो